Guys, it's a new video with a new day. यतिखेर चाहिँ म जिममा पुगिसकेको थिएँ 4 बजेको थियो। मेरो डे 9 मा चाहिँ ब्याक एन्ड बाइसेपको थियो, बट अनफर्चुनेटली मेरो मोबाइलमा चार्ज नभएको कारणले त्यो दिन मैले भिडियो रेकर्ड गर्न पाएको थिएन। सो इट्स डे 10 chest and tricep again. Decline bench press अनि त्यसपछि incline dumbbell press गरिसके मैले चाहिँ लोवर चेस्ट र अप्पर चेस्टको लागि बबाल इफेक्ट परिसक्यो है। त्यसपछि होल चेस्ट कभर अपको लागि चाहिँ मैले पेक डेक फ्लाई गरिदिएँ। आज चाहिँ केबल रोहरू अलिकति प्याक भएको भएर आज चाहिँ मैले केबल रो चेस्टको लागि स्किप गर्दैछु। दाइहरूले हान्दै हुनुहुन्छ। लोवर अप्पर अनि होल चेस्टको एक्सरसाइज भएपछि चाहिँ म ट्राइसेपको एक्सरसाइजतिर लाग्छु, किनकि आज ट्राइसेपको पनि एक्सरसाइज हो। चेस्टको लागि केबल रो चाहिँ किन नगरेको भने यसरी प्याक थियो। सो अरू एक्सरसाइजबाट नै मैले पुरै एक्सरसाइजको मसललाई टार्गेट गरिसकेको थिएँ। अनि त्यसपछि म केबल रो अब ट्राइसेपको लागि गर्छु। ओके गाइस, लेट्स सी है। अनुहार पचाक्क भएको हेर्नु न, नगराम भन्दा नि हुँदो रहेछ क्या। थेत्तेरीका ट्राइसेप एन्ड फोरआर्म्सको एक्सरसाइज चाहिँ म प्राय धेरै जसो गर्छु, किनकि यो स्मल मसलहरू छिटै रिकभर हुन्छ अनि धेरै इम्प्रुभहरू पनि गर्न छ के। सो दाइले ट्राइसेपको नयाँ भेराइटिज एक्सरसाइज गर्दै हुनुहुँदो रहेछ। सो मैले पनि ट्राई गरिदिएँ, तर अलि लो वेटमा, किनकि आफूले नजानेको कुरा एकैचोटि हाई वेटमा गर्न हुँदैन, इन्जुरिज हुन्छ। फाइनल सबै ट्राइसेपको एक्सरसाइज सकेपछि मैले एप्सको लागि केबल क्रन्चेसहरू लगाएँ अनि साथीले पनि सेम त्यही क्रन्चेसहरू लगायो। ल है त भनेर त्यसपछि ट्राइसेपको लास्ट एउटा एक्सरसाइज गरेर त्यसपछि आजको एक्सरसाइज सकिदिए। अनि यो भिडियो चाहिँ यसो टिकटकहरूमा हाल्नका लागि बनाएको है। त्यो मात्र होइन, यो पनि हो है, सेम टिकटकमा हाल्नका लागि। अनि एकैछिन 10 मिनट जति कार्डियो गरेर त्यसपछि हामी घर फर्क्यौँ। त्यसपछि आन्टीले तिमीले राम्रो भिडियो बनाउँछौ भन्नुभयो। अनि त्यसपछि यो साउन्डको लागि ट्याक्क कुर्ताको एउटा नयाँ भिडियो बनाइदिउँ, हेर्न सक्नुहुन्छ, अर्डर पनि गर्न सक्नुहुन्छ। फलो 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 फलो।